हमासले इलोज नोभा उत्सवबाट बन्धक बनाइएका थिए र गाजाको एक अस्पतालमा उपचारको कमीका कारण उनको मृत्यु भएको थियो। उनको मृत्यु डिसेम्बर 2023मा पुष्टि भएको थियो। 77औं बटालियनमा प्लान 2 कमान्डर पेरेज अक्टोबर 7, 2023मा हमाससँगको लडाईँमा मारिएका थिए। सराबी भन्ने किबुत्ज बेरिजबाट अपहरण गरिएका थिए र कैदमा मारिएका थिए। यसै क्रममा इजरायलले युद्धविराम अन्तर्गत सहमत भएका प्रतिबद्धताहरू पालन गर्न असफल भएको र आफूले राखेका सबै शवहरू नछाडेको भन्दै हमासमाथि आरोप लगाएको छ। हमासले आफूसँग रहेका बाँकी 24 मृत बन्धकहरूको बारेमा भने कुनै जानकारी दिएको छैन। यसअघि सोमबार इजरायली सेना गाजापट्टिबाट आंशिक रूपमा फिर्ता भएपछि आह्वान गरेका छन् र हमासले इजरायललाई बुझाएको छ बिपिन जोशीको शव र उनको शव कुन हो त्यसको पहिचान DNA टेस्टबाट गरेर मात्र उनको शव परिवारलाई बुझाउने बताइएको छ। हमासको आक्रमणमा परि मृत्यु भएका बिपिन जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौँ। रिपोर्ट कस्तो लाग्यो मन परेमा लाइक, कमेन्ट अनि शेयर गर्नुहोला। अन्य अपडेटका लागि रियल पिक्चर हेर्दै रहनुहोला। तपाईँको दिन सुख रहोस्, स्वस्थ, व्यस्त अनि सुरक्षित रहनुहोला। नमस्कार।